काम खोज्दा नि पाइएन, बेरोजगारी भैया छ, मेरो त यस्तै छ। मिलेर गरौँ हल्ला खल्ला, मिलेर गरौँ हल्ला हल्ला खल्ला, मिलेर गरौँ हल्ला खल्ला। यो हो 6 नम्बर बजार। न यो सहर हो न यो गाउँ, गाउँभन्दा अलि विकसित ठाउँ हो। यहाँ बस्ने मान्छेहरू विभिन्न थरी थरीका र विभिन्न जात जातिका बसेका छन्। बाँकी कथाहरू तपाईहरू आफै हेर्नुहोस् है त। ए बुढी, हजुर अनि यसो बाहिर आऊ त। किन हो र बुढा? काम छ क्या, बाहिर आऊ त। किन हो र खोजेको मलाई? हेर बुढी, बुढा एकचोटि उठ्नुहोस् त तपाईँ। के गरेको हो र बुढी तिमीले? ल तपाईँले चाहिँ भन्नुभएको होइन र हेर बुढी भनेर, त्यही भएर हेरेको नि यसरी। ए बुढी, मैले त्यस्तो भन्न खोजेको होइन के, तिमी पनि नत्र के भन्न खोज्नु भएको त श्रीमानज्यू? हेर चुनाव आउँदैछ, चुनावमा उठाउँ कि भनेको के छ त तिम्रो विचार? हुन्छ उठ्नुहोस् न, तर कुन चिन्ह लिएर उठ्नुहुन्छ? ढोल्की चिन्ह लिएर उठाउँ न, के छ र? हुन्छ बुढा, ढोल्की चिन्ह लिएर उठाउन के छ त? ओहो, चुनाव पनि आइसक्यो। यसपालिको भोट कसलाई हाल्ने होला? जानु पर्यो नवासित कुरा गर्न। नवराज भाइ कहाँ गए? भाइ आएपछि आउनु पर्ला। नमस्कार। नमस्कार भाइ, नमस्कार। के चाहियो तिमीलाई? जागिर चाहियो दाइ मलाई। हेर्नु न, बेरोजगार भएर बसिरहेको छु। ल ठिक छ भाइ, मैले पनि एउटा काम गर्ने मान्छे खोजिरहेको थिएँ। कतिसम्म पढेको छौ? दाइ म धेरैसम्म जम्मा 12सम्म पढेको छु। 12सम्म पढेर पनि बेरोजगार भएर बसिरहेको छु। खोज्दाखेरि पनि कहीँ पाइएन। एकछिन पर्छ है भाइ। यो पसलमा काम गर्नको लागि कपडा सम्बन्धी तालिम लिएरै हुनुपर्छ। सिकाउनु न दाइ, जानिहाल्छु नि। नजान्ने त कुरै भएन नि। यो सिक्ने बेला होइन भाइ, यो काम गर्ने बेला हो। तिमी यहाँबाट जान सक्छौ, तिम्रो कुनै पनि काम छैन।
जागिर खोज्दाखेरि पनि पाइएन। खोज्दा खोज्दा थकित भएँ म। अघि दाइले पार्टीको कुरा गर्दै हुनुहुन्थ्यो, यो पार्टीलाई भोट दिन्छु, त्यो पार्टीलाई भोट दिन्छु। कि म पनि गाउँमा गएर एउटा पार्टी खोलेर भोट माग्दै हिँडौँ, त्यताबाट उँभो लागिन्छ होला बरु। बाबु पर्ख त के भएर बुवा त्यस्तो? के तिमीले मेरो पसलमा काम गर्छौ? गरिहाल्छु नि, किन नगर्नु? भइहाल्छ नि, एकदम विश्वासिलो र भरपर्दो। त्यसको ठाउँमा बसेर आजबाट तिमीले यो पसल सम्हाल्ने। तपाईँ ढुक्क गरेर बस्नुहोस्, म काम गरिहाल्छु नि। ल तिमीले पसल सम्हालेर बस, म बाहिर जान पर्ने काम छ, म बाहिर गएर आउँछु है। भइहाल्छ नि। जानु जानु जानु, मान्छेले यहाँ कति भोक लाग्छ, दिनभरि जागिर खोज्दा 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 बल्ल एक ठाउँमा जागिर पाएको, पेटभरि खाने हो। कति भोक लाग्छ मलाई, आनन्द हुने भयो। अब जानु जानु जानु, मेरो पनि काम बनिहाल्छ, मलाई भोक लागिरहेछ। यही मौका जुटाएर अब मैले खाइहाल्छु। अब ओहो, अब खानु पर्यो भनेर ठिक परेको साउजी पनि जानु भएको थियो, फेरि गरेर आउनुभयो। ए हरे शिव, वाक्क भइसक्यो। अब त म यो गरेर गएपछि खान्छु खान्छु। अब एउटा योमा छ, एउटा योमा छ, अनि तपाईँको एउटा त्यही हो त्यही हो। बाबु मेरो पानी छैन। हजुर पानी खेल्नु कुन कुन यसको खुकुरी 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 छ होइन, मैले हेर्नु पानी। हजुर मैले खुकुरीको चुरोट भन्नु होइन? तपाईँको एउटा खुकुरी चुरोट होइन? तपाईँको
टेन्सन नलिनु न पेपानी भयो भैँसी त दिनै परिहाल्छ ल ल हुन्छ ल राम्रोसँग जानु है त हम त भोक लाग्छ मलाई यस्तै बुढा ल्याइहाल्ने यसै कप खाइहाल्ने